फ्रीको वाइफाई चलाउन मन लाग्छ त्यहीमा पनि छिमेकीको फ्रीको वाइफाईको पासपोर्ट पाइदिएपछि त एक अलग भित्रबाट तरङ्ग आउँछ कि एक मजा अलग आउँछ कि त्यस्तो वाइफाई क्याट चलाउने चट्ट भिडियो हेर्ने गेम खेल्ने कस्तो मजा नि अर्काको वाइफाई चलाउनु तर म जस्तो छिमेकी तपाईँहरूको पऱ्यो भने चाहिँ तपाईँहरूको आइडी ह्याक हुनसक्छ नि है गाइज है त्यो कसरी हुन्छ जानु आज यो भिडियोबाट है बेसिकली अब तपाईँले एउटा वाइफाई कनेक्ट गर्नुहुन्छ म वाइफाई छोड्छु तपाईँहरूको लागि चट्टसँग यसरी अनि पासपोर्ट त्यही वाइफाईमा लेखा हुन्छ तपाईँ हान्नुहुन्छ त्यही पासवर्ड ला 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 गरेर कनेक्ट गर्नुहुन्छ कनेक्ट गरिसकेपछि अब तपाईँ चलाउने भनेको नर्मली फेसबुक होला तपाईँ टक्कसँग फेसबुक सर्च गर्नुहुन्छ टक्क फेसबुक एकाउन्ट खुल्छ त्यसपछि आफ्नो क्रिडेन्सियल हान्नुहुन्छ इमेल र पासवर्ड चट्ट हानिसकेपछि त्यो इमेल र पासपोर्ट त मेरो ल्यापटपमा आउँछ अनि त्यसपछि म तपाईँको त्यो आइडी साइडी हालेर भित्र चिरेर तपाईँको एक्सलाई मेसेज गर्छु गाइज एक्सलाई धेरै नै माया गर्छु म तिमीलाई मायालु भनेर मेसेज गर्छु त्यसपछि के हुन्छ थाहा पाउनुहोस् है गाइज त्यसरी कसैको पनि त्यसरी फ्री वाइफाई चलाउनु हुन्न नि गाइज थ्याङ्क यू